साथी हामी चाहिँ यहाँ मन्दिरमा आएको छ आज किनभने छोरा पास भएकोमा यहाँ भाकल थियो यहाँ उता मन्दिरमा अनि हामीले चाहिँ उहाँ चाहिँ पूजा गरिसकेर आज अहिले चाहिँ यहाँ हाम्रो कुलदेवी मा मनसा मन्दिरमा आएको छ देवीकोमा आएको छ यहाँ मनसा मन्दिरमा अब पूजा गर्नु लागेको यहाँ चाहिँ देवी हाम्रो कुलदेवी हुन् तपाईँहरूले पनि दर्शन गर्नुहोस् मा मनसाको चिताको पुरा हुनेछ मा मनसा देवीलाई मागेको कुरा अनि हामी चाहिँ यहाँ 3 खेप परिक्रमा गरेर पनि सकिसक्यो अनि हामी चाहिँ वैष्णो मन्दिर चाहिँ अघि गएर आएको वैष्णो मन्दिरमा चाहिँ म गएर भिडियो गरेको चाहिँ देखाएन मैले त्यहाँ चाहिँ किनभने मान्छे थुप्रो थियो त्यही कारणले अनि वैष्णो मन्दिर पुगेर आएर चाहिँ मनसा मन्दिरमा आयो अनि हेर्नुहोस् न परिवारले कस्तो मजाले प्रसाद खाँदै रहेछ हो भिडियो नगरौँ भन्दा पनि गरौँ मन लाग्ने कस्तो मजाले प्रसाद चढाएको खाँदै रहेछ।